निजामती संशोधन विधेयकमा बाहेक भन्ने शब्द कहाँबाट आइसक्यो र कसले थपिदियो? यो कुरा जसले संसदमा लग्यो र संसदबाट पारित पनि गरायो त्यही राज्य व्यवस्था तथा सुशासन सभापति रामहरि खतिवडालाई यो कुरा थाहा भएन र अहिले न्युज मिडियामा यो कुरा फैलिसकेपछि अहिले भनिरहेछ कि म माथि छानबिन होस् र म माथि कारबाही गरियोस्। यो रामहरि खतिवडामाथि मात्र छानबिन र कारबाही मात्र होइन, यसलाई देशद्रोहीको मुद्दा लगाउनु पर्यो। यो मात्र विधेयकसँग खेलबाड गरेको छैन, यसले 3 करोड जनतासँग खेलबाड गरेको छ। यो कुलिङ पिरियडमा जुन जुन संसदले टेबल ठकठकाई यो विधेयक पास गरेको छ त्यो सम्पूर्ण संसदलाई कानुन कारबाही हुनु पर्यो। यदि उनीहरूलाई ढोलक मादल बजाउन त्यति नै सकिन्छ भने गाउँघरतिर आउनु, होलीमा हामीहरू ढोलक दिन। यो संसदमा गएर टेबल ठकठकाउन, यो ढोलक बजाउन काम हुँदैन। त्यहाँ पढेर राम्रो सोचे विचारेर त्यो नीति नियमहरू बनाउनु पर्यो र विधेयकहरू पारित गर्नु पर्यो। तर यिनीहरू त्यहाँ भेडा बख्राको जस्तो यो ओली देवा जे भन्छ त्यही गर्न थाल्छ। यो झोले सांसदहरू निजामती विधेयक बिना पढेर नै बिना सोचे विचारले नै टेबल ठकठकाई पास गरेका सम्पूर्ण सांसदहरूलाई कानुनी कारबाही हुनु पर्यो र उनीहरूलाई पनि देशद्रोहीको मुद्दा लाग्नु पर्यो। यो सांसदहरू भेडा बख्राको जस्तो त्यहाँ ओली र देवाको झोला उठाउन मात्र जान्छ। आफ्नो जनताको मुद्दा र आफ्नो जनताको के माही छ तिनीहरू त्यो सोच्दैन। जे भन्छ ओली देवा त्यही गर्छ यो झोले सांसद।